नमस्ते सबैजनामा आज चाहिँ हामी किप लेभल 3 वर्ड मिनिङ च्याप्टर 3 को चाहिँ पढ्न जाँदैछौँ र आजको हाम्रो टपिकमा रहेको छ छियक फोक्ची सर्भिस हो है त। छियक फोक्ची सर्भिस भनेको चाहिँ स्थानीय कल्याण सेवाहरू है त। यो भित्र चाहिँ के छन् स्थानीय कल्याण सेवाहरू भनेर हामी बुझ्न सकिन्छ। ढिला नगरी चाहिँ म सुरुवात गर्न चाहन्छु। सुरुमा छ सांगदामूल भत्ता भनेको चाहिँ परामर्श लिनु, आइरुल माथिदा बच्चा कसैलाई जिम्मा दिनु, छङछाक बसोबास गर्नु, थोङ भनेक सर्भिसरुल भत्ता अनुवाद सेवा प्राप्त गर्नु, छाङप सांगदामूल भत्ता भनेको व्यापार व्यवसायको परामर्श लिनु, खुन्मु छोक्कन भनेको चाहिँ कामको शर्तहरू। त्यसपछि इयोङ हादा प्रयोग गर्नु, छियोन हादा सहयोग गर्नु, खङ्गान खम्जिन स्वास्थ्य परीक्षण, सिल्सी हादा स्थापित हुनु लागू हुनु, इल्लेक जनशक्ति, मुनि हादा सोधपुछ गर्नु, तारा हादा सँगसँगै भन्नु अथवा पछ्याउनु, इमगुम तलब, इमगुम छेबुल भुक्तानी नगरेको तलब, छाङनानगाम बच्चाको खेलौना, थे हादा भाडामा लिनु, नोइनुल थोल्फदा वृद्धहरूको रेखदेख गर्नु, युक्का बच्चाको हेरचाह, थुङ्नो खादा दर्ता गर्नु, सुगाङ हादा परीक्षण गर्नु, फोगी हादा हार मान्नु अथवा त्याग्नु, एबाङ हादा रोकथाम गर्नु, छप्जोङ हादा सुई लगाउनु अथवा भ्याक्सिन लगाउनु भन्ने हुन्छ। छासे हादा भनेको विस्तृत हुनु। फोगन्सो स्वास्थ्य चौकी अथवा स्वास्थ्य केन्द्र, खुजी खादा काम खोज्नु, खक्चङ हादा चिन्ता गर्नु, छङछा खादा बसोबास गर्नु, खोङदोङछे सामूहिक अथवा समुदाय, थोक्काम भनेको फ्लू यो चाहिँ रुगाखोकी टाइपको, वान्जन हादा पुरा हुनु, छङसो नैन किशोर किशोरी, छेखुङ हादा उपलब्ध हुनु, खेप्ता भोग्नु, फुचो खादा अपुग हुनु, फुदाम हादा बोझ लाग्नु, उइछि हादा अवस्थित हुनु, थोङाप हादा एकीकरण गर्नु, फाल्लेन थोङमुल घरपालुवा जनावर, खोङ्गुम हादा जिज्ञासु हुनु, सिल्सी हादा लागू गर्नु अथवा चालू गर्नु, हेङजङ आन्जनबु प्रशासन तथा सुरक्षा मन्त्रालय, उनेङ हादा सञ्चालन गर्नु अथवा चलाउनु, खोछुङ भनेको चाहिँ कठिन दुःख गुनासो, साङेङ हादा पर्दामा प्रदर्शन गर्नु जस्तै चलचित्रहरू, ख्यौर्यशील साटासाट गर्ने ठाउँ अथवा कोठा, खाङदाङ भनेको चाहिँ सभाहाल, खजु हादा बसोबास गर्नु, खेवैक भनेको योजना, हेन्जाङ भनेको चाहिँ क्षेत्र अथवा ठाउँ घटनास्थल, हाक्सुक सिकाइ, मारेन हादा तयारी गर्नु, खोङ्गाङ ठाउँ अथवा स्पेस, छङमुन भनेको मुख्य प्रवेश गर्ने द्वार अथवा ढोका, छेर्यो भनेको चाहिँ सामग्री अथवा कच्चा पदार्थ, इरबरिदा भनेको चाहिँ हराउनु, इजबरिदा भनेको चाहिँ कुनै सामानहरू बिर्सिनुलाई इजबरिदा भनिन्छ, फेल्ली हादा भनेको चाहिँ सहज हुनु अथवा सजिलो हुनु, छाङेइन अशक्त व्यक्तिहरू अथवा अपाङ्गता भएका व्यक्तिहरू, सोथोङ हादा सञ्चार अथवा कुराकानी गर्नु वार्तालाप गर्नु, सिम हादा अत्याधिक हुनु अथवा बढी हुनु, फुन्या हादा भनेको छुट्याउनु, खोङखोङ खिग्वान सार्वजनिक संस्था, खेछोए भनेको चाहिँ आयोजना, ख्वान्सिम रुचि अथवा इच्छा, फाङमुन हादा भेटघाट गर्नु,
खेङमहादा अनुभव गर्नु छाम्गोहादा भनेको सहनु अथवा सन्दर्भ लिनु भन्ने अर्थ लाग्छ वानसङहादा पूरा गर्नु थुक्जिन भनेको चाहिँ के हो विशेषता इसाहादा बसाई सर्नु इजिखादा कम्पनी सर्नु अथवा परिवर्तन गर्नु भनेर बुझिन्छ ख्वाल्लेनहादा सम्बन्धित हुनु सोसल भनेको उपन्यास नोछिदा भनेको छुट्नु पसुरुल नोछिदा भनेर भन्न सकिन्छ इमिन्जा भनेको चाहिँ आप्रवासी उनेङही भनेको चाहिँ संयोगले अथवा अकस्मात खोचिदा भनेको चाहिँ मर्मत गर्नु खेवानहादा साट्नु हुइसिखादा भनेको चाहिँ आराम गर्नु छुइहादा रक्सीले मात्नु इजुमिन भनेको चाहिँ आप्रवासी थेसाङरु लक्षित गर्नु ओके आजको लागि हाम्रो किप लेभल 3 को च्याप्टर 3 वर्ड मिनिङ यहीसम्म हुन्छ